अब रिलेसन राम्रै छ, त्यही हो। वाजाले डिस हानेको थियो, ठिक छ नि, डिस हानुहोस् न, केही मलाई त्यो डिस हान्ने म्युजिक एउटा डिस भनेर यो कल्चरहरूको लागि हो, ठिक छ होइन। अब त्यही अरू पर्सनल अब के कुरा रहेछ भनेपछि पेटेको बेला थाहा हुन्छ क्या होइन। अब उसले सक्यो उसले हान्छ, मैले सकेँ मैले हान्छ, अब त्यो त्यहाँसम्म कुरा त नपुग्ला। अब के हो, म चाहिँ भनौँ न अब मिलाएकै राम्रो जस्तो लाग्छ कुराहरू होइन। मैले भनेको थिएँ अब जो पनि ल्याउने हुडमा होइन, अनि जो पनि हुडमा ल्याइदिने, मैले नल्याऊँ भनेको थिएँ। मलाई ज्याडा साइबर आउनु लाग्थ्यो, मैले नगरौँ भन्दा हो, किनकि यङे भरौँ मेसोहरू थियो, मैले नगरौँ भनेको थिएँ, सिधै कुरा त्यही हो। वज्रहरू पनि थियो अनि को थियो अरू थियो, अनि मैले नगरौँ भने हो। खास गरी उनीहरूसँग चाहिँ गर्दिनँ भने, किनकि मलाई स्टिल मन पर्दैन उनीहरूको ऱ्याप। मलाई त्यो टाइमदेखि राम्रो रिलेसन हुँदा पनि मन पर्दैन त क्या। म कहिले उनीहरूको गीतमा भाइब हुँदिनँ थिएँ नि, त्यही हो क्या। मलाई कनेक्टै हुँदैन थियो क्या। उनीहरू कुरा गर्थे कहाँको के कुरा गर्थ्यो क्या, के अर्थ न व्यर्थको गीतहरू कुरा गर्थ्यो क्या। त्यही कुरा भए हो मैले गर्दिनँ भनेको थिएँ। त्यसदेखि अब मुसालाई पनि अब इगो सिगो लागेको छ। त्यसपछि मैले भनेको थिएँ कल गरेर, मलाई नि लाग्यो क्या अब हामी चाहिँ गाँड घिसा गर्ने, ज्याठा भनेर गाँड घिसा गर्ने, अनि राका हामी चाहिँ गाँड घिसाउने, अनि जो नयाँ आयो ऱ्यापर आयो उ त्यो गर्ने क्या। अब त्यो मुसामुला डोङको बारेमा यताउति भन्थ्यो नि पहिला, अनि पछि अन्तिममा गएर चाहिँ डोङ भित्ने त्यो फोटो हाल्ने क्या। अनि कस्तो फेक्सी होला त क्या, अनि त्यही भएको थियो। त्यसरी नै भयो। अनि मलाई त्यो लाग्यो, मलाई एकदम फेक सिट लाग्यो होइन त्यो मान्छे। अनि त्यसपछि मैले भने हो, त्यत्तिकै मुख छाडा बढाएको थियो, त्यही कुरा हो। अब सिङ्गल खेलाइदिएको भए खेलिदिन्थेँ, म खेलिदिन्थेँ होइन। म त खेल्छु नि, अफकोर्स अहिले पनि खेल्छु होइन, खेल्छु भने होइन, त्यही कुरा हो। सिङ्गल होइन डबल हानिदिन्छु, खाला 1-2 सर्ट बेसी खाला, 2-4 सर्ट बेसी खाला, तर आफ्नो 2-3 सर्ट चाहिँ ढल्ने तरिकाले दिइदिन्छु। ज्याठा रिप्रेजेन्ट गरेर के पाउनु भयो दाइरे, धोका पाएँ, त्यही हो। लेसन पाएँ, सिकेँ, पार्टहरू सिकेँ लाइफको होइन। खोइ बुल्पी आछ र बुल्पीलाई पठाउनु पर्छ हो। यो न्यू के सुन्ने, न्यू हिजो रेकर्ड गराएको थिएँ जस्तो लाग्यो, कहाँ गयो न्यू भन्दा नि यस्तो हल्का फुल्का चाहिँ गरेको छ मैले, मलाई लाग्दैन थाहा होला, कति थाहा होला प्रायः कुराहरू होइन। मुसाले ह्यान त्यहाँ एउटा छ यताउति भन्थ्यो होइन। लास्ट टाइम त्यो हाम्रो एकचोटि मुड भेट पराएको थियो नि, त्यो हाम्रो यो के भन्छ खतरा उदेशमा, जब वाइवा बुद्धहरूको उनीहरूको पर्फर्मेन्स भइरहेको बेला त्यो ठ्याक्टुक हान पराएको थियो नि हाम्रो बाबाले हो। त्यतिखेर नि मुसा चाहिँ हामी जुदिरहेको थियो, त्यो मुसा चाहिँ भिडियो बनाइरहेको थियो क्या। त्यस्तो खालको मान्छे हो क्या। स्टिल त्यसलाई त्यसको भित्र हुडबाट पनि मन पराउँदैन क्या। त्यो जस्ट देखावटी रिलेसनको लागि मात्रै छ क्या उसँग। उसले चाहिँ उसको काम चाहिँ फाइटर होइन क्या। उसले एकअर्कालाई जुधाउँछ क्या, कुरा भड्काउँछ। त्यसको बारेमा यस्तो उस्तो भनेको थियो भन्ने कुरा हो नि त। उसले हेर न, ल उसँग कच भएको, उसले सबै भड्कायो नि होइन, सबलाई भड्काइदियो नि, मेरो एगेन्स्टमा पार्यो नि। हजुर सुशान्त दाई, म अहिले दिल्लीतिर छु। कोल्याबको प्लान अहिले यत्तिकै छ क्या। लास्ट म्यानिपुलेटहरू गरिदिन्छ केटाहरूले, अब त्यही हो। डोङ र लेजीको क्लबमा के भएको भनिदिउँ, अब पर्सनल छ होइन। अब कुरा भन्न मन लाग्दैन, खास गरी म त्यहीँ थिएँ होइन। मलाई ज्वरो आइरहेको थियो, हामी सबै थियौँ, बज्र थियो कि थिएन, एमजे ट्रिक्स, म मोस्टली सबै थियो, हामी सबै केटा ट्रिक्स दाइहरू पछाडि थियो, सबैजना थियो, निशान दाई हुनुहुन्थ्यो, सबैजना थियो। मलाई थाहा छ के भएको भन्दा चाहिँ अब त्यो कुरा चाहिँ एकदम सन्चै यार दाइ, तपाईँको के छ? त्यही हो, अब नेपाल आउँदैछु, कसलाई टक्क दुश्मनी छ होइन, टक्क अगाडि भने हुन्छ है त्यो। फेरि म कलङ्की आइरहेको हुन्छ, यताउति आइरहेको हुन्छ, पछाडिबाट हान्ने टक्क बोलाएर खेल्नु पऱ्यो क्या मसित। अब खेल्नु पऱ्यो भने केटाहरू है, कसैलाई खेल्न मन छ भने टक्क होइन, एक हातमा सामान बोकेर खेल्ने मान्छे भेट्यो भने हुन्छ। एक हातमा म सामान बोक्छु, एक हातमा अरू कोही सामान बोक्यो होइन, जो खेल्न मन छ। अनि त्यसरी खेल्दिउँ क्या। त्यो केटीको पछाडिबाट आएर हिँडिरहेको बेला अर्को गेम खेलेर नामर्दले गर्छ क्या त्यस्तो चिजहरू क्या होइन। टक्क मर्द हुनु पऱ्यो क्या, बोली हुनु पऱ्यो क्या।
रकीहरूसँगको झरा ट्रिक्स दाइले मिलाएको हो कि क्या होइन, ट्रिक्स दाइले सम्झाएको थियो। वाइबा बुद्ध अनि बिकी लामा म पर्सनली भेटाएको छैन, टु बी अनेस्ट होइन, म भन्छु पर्सनली हामी बसेको छैन। बिकी लामासँग चाहिँ एक दुईचोटि कतै भेटायो जस्तो लाग्यो होइन, कुनै इभेन्ट सिभेन्टमा भेटाए जस्तो लाग्यो। अनि त्यही हो, उनीहरूसँग चिन्दैन, तर मैले जति पनि सुनेको छ मान्छेले एज अ पर्सन चाहिँ उनीहरू गुड छ भन्छ है, एज अ पर्सन चाहिँ राम्रो छ भन्छ। स्ट्रेट भर्सेस स्ट्रेट म त रेडी हो होइन, सिधै कुरा त्यही हो होइन, खेल्छु भन्छ भने खेलिदिन्छु म, कसैलाई उतो छ भने होइन, बरु पैसा लगाएर खेल्ने हो कि के हो होइन। एनटिएफले पनि खेलाउँछ अरे त फाइट होइन, टक्क पैसा मिल्छ नि त हानिदिइहाल्छ नि, दुईजना हानिदिन्छु, दुईजनाको फेरि डबल आउनु पऱ्यो पैसा, डेली गन लिन त होइन, तर यसो हल्का फुल्का अरू नै कामहरू थियो। जेम्सीसँग के भएको अरे, यस्तो हुन्छ क्या, कतिपय हुन्छ नि ठाउँमा मिलाउने दायाहरू पनि हुन्छ क्या। अब त्यही कुरा भन न, म पोखरा जाँदा नि भन न, के भयो त पोखरा गयो भने नि मलाई हान्छु भनेको छ नि कतिले, खोइ त्यो हुन्छ क्या। मेन कुरा के भयो भने अब दायाहरूले पनि नगर, अब जेम्सीको पनि प्यारो दायाहरू नै थियो होइन, रकीको पनि प्यारो दायाहरू नै थियो। अनि नाम त भन्दिनँ, मेरो नि अब प्यारो दायाहरू नै मान्ने दायाहरू नै हो। अनि उनीहरूले भन्यो नगर, अब तिमीहरू आफ्नै आफ्नै भाइहरू हो, नगर भन्यो। त्यही भएर अनि नभए उसको त्यो जेम्सीको के भन्छ, यहाँ बानेश्वरमा होटेल एभरेस्टमा हुन लागेको इभेन्ट भन्नु पनि सबभन्दा अगाडि हामीलाई थाहा थियो क्या, किनकि बानेश्वरमा मेरो त्यहाँ शान्तिनगर गेटभित्र सुकुम्बासी एरिया यताउति शङ्खमुलको केटाहरू यताउति सबै पुरानो बानेश्वरतिर मेरो राम्रै छ क्या, तर म त्यस्तो गरिनँ किनकि आर्टिस्ट हो नि त होइन।